एसआईपी भनेको के हो? सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। यो हाम्रो लङ टर्मको लागि चाहिँ सेभिङ हो विच इज बेनिफिसियल फर अस फर एभ्रीवन। अझ बेस्ट भनेको त यङ्स्टरहरूले चाहिँ सेभिङ गर्ने कसरी भन्दाखेरि चाहिँ एसआइपीले चाहिँ सिकाउँछ। सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान हो। एभ्री मन्थ एउटा सर्टेन अमाउन्ट अफ मनी हामीले डिपोजिट गरेर राख्न मिल्छ अनि द्याट क्यान बी फर 1 year अथवा अलिकति लामो ड्युरेसनको लागि अनि जसको इन्ट्रेस्ट रेट्सहरू चाहिँ सेभिङ अकाउन्टमा हाल्नुभन्दा अलिकति बढी आउँछ डिपेन्डिङ अन मार्केटमा कस्तो अहिले सेयर मार्केट कस्तो छ अथवा मार्केट फ्लक्चुएसन्स कस्तो छ डिपेन्डिङ अन द्याट। फ्युचर पर्पजको लागि इन्भेस्ट गर्ने हो, भोलि पर्सि चाहिँ हामीलाई त्यसको रिटर्न्समा चाहिँ आउने हुन्छ। एसआइपीको बारेमा चाहिँ मलाई खासै आइडिया भएन। म जसलाई एक्ज्याक्टली तिमीलाई सिम्प्लिफाइड ल्याङ्ग्वेजमा भन्नु सक्छ उसलाई माइक पास गर्छ। हजुरहरूले बेसिक त थाहा पाइहाल्नु भयो। सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान भनेको एउटा फर्म हो जुन फर्मबाट चाहिँ अल्टिमेटली म्युचुअल फन्डमा इन्भेस्ट गरिन्छ। म्युचुअल फन्ड चाहिँ अल्टिमेटली गएर सेयर मार्केट नभई रेलेभेन्ट इन्भेस्टिङ सेक्टरमा इन्भेस्ट हुन्छ। यसमा एक्सपर्टहरू अलोकेट गरेको हुन्छ जसले चाहिँ तपाईँको इन्भेस्टमेन्ट चाहिँ सेफ रिटर्नको लागि चाहिँ काम गर्नुहुन्छ। यसलाई अझै सिम्प्लिफाई गरेर बुझ्दाखेरि इट्स लाइक रिकरिङ सेभिङ डिपोजिट। सेभिङ डिपोजिट पेज यु इन्ट्रेस्ट बट एसआइपी पेज यु डिभिडेन्ड। यसको दुईटा फन्डामेन्टल छ। यसमा एउटा कम्पाउन्डिङ रिटर्न हुन्छ, अर्को भनेको चाहिँ तपाईँलाई रुपी कस्ट एभरेजिङ भनेर हुन्छ। एसआइपी चाहिँ सानो अमाउन्टमा गर्न सकिन्छ। तपाईँको बेसिक सेभिङको लगभग स्मल पर्सन लाइक 1000 रुपियाँ, 2000 रुपियाँ, 5000 रुपियाँ या 10 डिपेन्डिङ अपन योर इन्कम। र यो चाहिँ मन्थली, क्वार्टरली अनि इयरली आफूलाई जसरी कन्भिनियन्ट हुन्छ त्यसरी इन्भेस्ट गर्दा हुन्छ।